हेर बस्ती यस्तो भत्काएर भातभुङ्ग बनाएको छ। अनि त्यसपछि त्यो भने त्यसरी भिडियो बनाएको थियो क्या एउटा, भातभुङ्गै पारेछ नि। ए यहाँ त बिजोग रमाइलो रहेछ त गाइज। ओइ हैट यहाँ त बिजोग रमाइलो भएछ त। यहाँ त सुडानतिर त्यो के भन्छ उ गरेर भूकम्प गएको जस्तो, के अरे यतातिर पहिला 2015मा नेपालतिर भूकम्प गरेर भत्किएको जस्तो होइन। हेर त बिजोग रमाइलो बनाएछ त। अरे वाह, त्यो शङ्खमुल बस्तीमा त्यो एकजना मैले चिनेको मान्छेको पनि ठुलो एउटा बिल्डिङ छ भन्ने सुनेको थिएँ, भत्कियो अरे, भत्कायो अरे भन्ने सुनेको थिएँ। हैट यहाँ त पुरै खतरा खतरा सुकुम्बासी बस्दो रहेछ त, बिल्डिङै बिल्डिङ भएको सुकुम्बासी। हैट यहाँ त बिजोग रमाइलो हुन्छ त गाइज। यो हिजो भत्काएको होला यो। ओ माई गड हेर रडहरू निकाल्दैछ ट्याङ्की ट्याङ हानेर। सुकुम्बासी बस्ती भत्काएर बर्बाद गराएछ, बर्बाद गराएछ भनेपछि कुरो यस्तो हो गाइज। सुकुम्बासी बन्नलाई पनि गाह्रै छ नेपालमा न। यो भर्खरै हेरेको चाहिँ यो शङ्खमुलको सुकुम्बासी बस्ती भयो। अब अलि अगाडि गएपछि युएन पार्कदेखि अलिक पर गएपछि चाहिँ अर्को त्यो थापाथलीको सुकुम्बासी बस्ती आउँछ, जुन चाहिँ यो प्रधानमन्त्री के भन्छ अहिलेको प्रधानमन्त्री बालेन शाह चाहिँ मेयर हुँदाखेरि भत्काउनु खोजेको, तर रवि लामिछानेले गृहमन्त्री त्यतिखेर रवि लामिछाने गृहमन्त्री थियो, अनि उसले साथ नदिएको भनेर रवि लामिछानेमाथि चाहिँ पुरै बालेनले पुरा रिस पोखेर स्ट्याटसहरू हालिरहन्थ्यो। त्यही भएर त्यहाँतिर त्यो प्रहरीले साथ नदिएको, कोअर्डिनेसन नगरेको, राज्यले भनेर गृहमन्त्रालयले त्यो कोअर्डिनेसन नगरेको अरे भनेर बालेनले पुरा चाहिँ स्ट्याटस ठोकेर पुरा रविको विरोध गरेको थियो त्यतिखेर। त्यो बस्ती चाहिँ अब आउँदैछ, यो शङ्खमुलको बस्ती पछि टेकु जाँदाखेरि त्यो बस्ती आउँछ। यहाँ पनि कस्तो भयो एक्चुअली हेर्नुपर्ने छ है। त्यो पारिपट्टि पर्दो रहेछ, मैले यादै गरिनँ है। वर्षको उता त्यो अनाम नगरपट्टिबाट चाहिँ फर्किन्छु होला, त्यहाँनिर पनि आज बडा ठुल्ठुलो बिल्डिङहरू भत्काउँदैछ अरे भन्ने सुनेको थिएँ। 7 तले 8 तले खतरा खतरा बिल्डिङ भत्काउँदैछ भनेर पुरा न्युजमा फेसबुकभरि पुरा लाइभ आइरहेको थियो। मिल्यो भने उतातिर पनि जान्छु, तर म जाँदाखेरि चाहिँ भत्काइसकेको हुन्छ होला। अब त्यो फेरि त्यहाँतिर छिर्नु नि पाउँदैन नि त, लफडा लागिरहेछ। शङ्खमुलको बस्ती चाहिँ खासै धेरै बाक्लो बसेको रहेनछ, त्यो बाहिर बाहिर एक एक लेयर जस्तो यस्तै रहेछ। तर अस्ति मनोहराको बस्ती हेर्नुभयो भने त यस्तो बवाल बाक्लो बस्ती रहेछ हो। त्यो भित्र त पुरा पक्की घरहरू पनि टन्नै थियो, टराहरू त झन् धेरै रहेछ। यसो हेर्दाखेरि त अब यसो वास्तविक सुकुम्बासी चाहिँ त्यहाँ पनि थियो होला, कति धेरै नै थियो होला, तर सम्पर्कमा आए भनेर भन्दै थियो। अनि के अरे वास्तविक सुकुम्बासी एक दुईजनाको इन्टरभ्यू हेर्दाखेरि चाहिँ हामीलाई त यहाँ त भित्र त स्वर्ग छ भनेको बेलामा खाना दिन्छ, बस्नको लागि पनि राम्रै छ, जोडी बुढाबुढीको लागि छुट्टै रुम दिएको छ, केटाकेटीको लागि छुट्टै दिएको छ होइन। त्यस्तो त्यस्तो कुरा गरेर हालेको भिडियो इन्टरभ्यू चाहिँ आइरहेको थियो, मैले हेरेको थिएँ। वास्तविक सुकुम्बासीलाई त्यतिखेर चाहिँ एकदम राम्रो छ अरे, स्वर्ग छ अरे। अब यहाँ हुकुमबासी जुन यो जसले अब त्यो के भन्छ भाडामा लगाएर त्यो वास्तविक सुकुम्बासीहरूलाई भाडामा लगाएर आफूले पैसा खाएर बसेकाहरू जुन मेन हुकुमबासी, यो एमाले र काङ्ग्रेसको कार्यकर्ताहरू होइन, काङ्ग्रेस एमाले माओवादीको कार्यकर्ताहरू जति त्यो खाना पल्केका हुकुमबासीहरू थिए, तिनीहरूको लागि होला जस्तो लाग्छ यो रोइलो चाहिँ, चित्त दुखाइ चाहिँ। यो चाहिने नचाहिने बखेडा निकालेर झगडा गरेको छ, बालेनलाई गाली गरेको छ, रविलाई गाली गरेको छ, रासोपालाई गाली गरेको छ। अझ दाङतिर चाहिँ के अरे यो रासोपाको नेताहरू मन्त्रीहरू सांसदहरूलाई छिर्न नदिने प्रवेश निषेध अरे, त्यो कसले? सुकुम्बासीहरूले अरे त चाहिने कुरा।
यस्तो यस्तो टियाहरू सुकुम्बासी छन् यार। वास्तविक सुकुम्बासीप्रति त अलिकति सद्भावै हो होइन, तर यो हुकुमबासीहरू जुन छ नि यो अर्कालाई चाहिँ लुटेर खान पल्केका, चुसेर खान पल्केका यो नक्कली सुकुम्बासीहरू सम्झिँदाखेरि पनि रगत उम्लेर आउँछ यार।